तपाईहरुको पनि मोबाइलमा कुनै पनि एप ओपन गर्दा या मोबाइल चलाउँदा एड चलेर दिक्क हुनुभएको छ भने अब चिन्ता नलिनुहोस्, तपाई सही भिडियोमा आउनुभएको छ। नमस्कार साथीहरु, स्वागत छ आजको यस भिडियोमा म हजुरहरुलाई मोबाइलको कुनै पनि एपहरु ओपन गर्दा आउने एड बन्द गर्ने तरिका सिकाउने छु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। हजुरहरुको पनि मोबाइल ओपन गर्ने बित्तिकै होस् या कुनै पनि एप्लिकेसन अन गर्दा या मोबाइलमा कुनै पनि काम गर्दा एडहरु चलेर दिक्क हुनुभएको छ भने भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। म एकदमै सजिलो तरिकामा सिकाउने छु। यदि हजुरहरु पनि यस्तै भिडियो हेर्न मन पराउनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला, किनभने म सधैं यस्तै किसिमका भिडियोहरु लिएर आउने गर्छु। आउनुहोस् ढिला नगरी आजको यस भिडियोलाई सुरु गरौं। साथीहरु, तपाईहरुको पनि बिना मतलबमा मोबाइल एप्लिकेसन अन गर्ने बित्तिकै बिना मतलबका एडहरु चल्छन् भने यो भिडियोलाई लास्टसम्म हेर्नुहोला। त्यसका लागि सबैभन्दा पहिला हजुरले आफ्नो मोबाइलको सेटिङ एप्लिकेसनलाई अन गर्नुहोस्। यसरी अन गरिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ सर्च बारमा जानुहोला। यसरी सर्चमा गइसकेपछि हजुरले यहाँ प्राइभेट डीएनएस लेखेर यहाँ सर्च गर्नुहोला। कसैकोमा अलरेडी दिएको हुन्छ, यदि छैन भने हजुरले प्राइभेट डीएनएस लेखेर हजुरले यसरी लेख्नुभयो भने यहाँ देख्न सक्नुहुन्छ प्राइभेट डीएनएस को अप्सन आएको छ। यसमा क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ तलपट्टि प्राइभेट डीएनएस कुडन्ट कनेक्ट भन्ने देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ यसलाई डिसेबल भएर रहेको हुन्छ। यसलाई हजुरले प्राइभेट डीएनएस प्रोवाइडर होस्ट नेम भन्ने यसरी यसमा क्लिक गर्नुहोला। त्यसपछि हजुरले यहाँ तलपट्टि dns@eduguard.com भन्ने छ, यसमा हजुरले यसरी dns.eduguard.com गरेर हजुरले यहाँ देख्न सक्नुहुन्छ तलपट्टि यसरी सेभमा क्लिक गर्नुभयो भने हजुरको मोबाइलमा कुनै पनि एप्लिकेसन हजुर अन गर्दा हजुरले कुनै पनि एडहरु अटोमेटिक चल्ने छैन र हजुरको डाटा पनि बच्ने छ र मोबाइल पनि ह्याङ गर्ने छैन र मोबाइल चलाउन पनि हजुरहरुलाई एकदमै सजिलो हुनेछ। आई होप हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो। भिडियो मन परेमा लाइक, कमेन्ट अनि शेयर गर्न चाहिँ नभुल्नुहोला। धन्यवाद।